यो के हो थाहा छ? यो हो स्टिकी नोट। यसले कति धेरै प्रोडक्टिभिटी बढाउँछ त आउनुहोस् हेरौँ। यसमा यसरी नोट्स लेख्न मिल्छ। यसको पेजलाई यसरी यहाँबाट उक्काउन मिल्छ र यो उक्काइसके पछाडि यहाँ केही पनि हुँदैन, चिपचिपो हुँदैन। यहाँ चाहिँ यहाँनिर अब यो पेज चाहिँ यहाँ यसरी टाँसिन्छ, कहीँ पनि टाँसिन्छ यसरी। बाथरुमको मिररमा, ढोकामा कहीँ पनि टाल्न सक्नुहुन्छ। जहाँ तपाईँको आँखा धेरै जान्छ त्यहाँ टाल्न सक्नुहुन्छ। काम के बाँकी छ भनेर लेख्न सक्नुहुन्छ। त्यस्तै अरूलाई भन्नुपर्ने काम केही छ भने त्यसको बारेमा लेख्न सक्नुहुन्छ। बिल पेमेन्ट गर्नु छ, कसैबाट पेमेन्ट कलेक्ट गर्नु छ, इएमआई गर्नु छ, किबोर्ड सर्टकटहरू लेख्न पनि सक्नुहुन्छ, फर्मुला लेख्न सक्नुहुन्छ होइन। त्यस्तै तपाईँहरूले कुनै पोजिटिभ वाक्यहरू लेखेर, मोटिभेसनल कोट्सहरू लेखेर राख्न सक्नुहुन्छ। केही किन्नुपर्ने सामानहरूको बारेमा राख्न सक्नुहुन्छ। पासपोर्ट नबिर्सियोस् भनेर पासपोर्टको अगाडि पछाडिका केही लेटर लेखेर हिन्ट, अरूले देखेर नजानोस् तर आफूले हेर्दाखेरि चाहिँ त्यो हिन्ट आफूलाई होस् भनेर त्यसरी पनि राख्न सकिन्छ। र यसमा चाहिँ 200-300 पेज हुन्छन् र यो एक बन्डललाई चाहिँ 50 रुपियाँ जति पर्छ। यो चाहिँ हामीले पुस्तक पसल हुँदै गएर किन्न सक्छौँ।